कति चकचक गरेको है केटा, नगर न। अनि चकचक नगरिकन के चाहिँ गर्नु र? मसँग खेल्ने साथी पनि छैन। साथी चाहियो? हजुर। उसो भए आन्टीलाई भन् न त, आन्टी मलाई साथी चाहियो भनेर। आन्टी मलाई साथी चाहियो। आउनु न, जाऊ उता गएर खेल। अनि शेयर मार्केट कस्तो छ त तेरो? मार्केट शीर्ष छ दाइ। अस्ति एउटा किनेको थिएँ, घटै छ, बढ्ला भने आश गरिरहेको छु। तँलाई फुच्चे पढ्नु छनु छैन, उफ्रिरहेछ। ल पढिसके, अब कति पढ्नु? पिछाडी छ क्या, पिछाडी हान। जेमा ड्रप लुट्दैछु क्या, छिटो हान्न। स्मोक हान्न। दादा आइसक्यो, छिटो हान्न। ए हान्न यार, छिटो हान्न। हान। किल हिम। स्मोक हान्न। किल हिम। ए हान्न यार। दादा मसँग खेल्नु न। किल हिम। किल हिम। दिदी खेल्न आउनु न। हे जाऊ न उता, अहिले म टिकटक बनाउँदैछु क्या, एकछिनमा आइज। मेरो नाति, राम 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 राम। नाति उठ, नाति त ठिक त छस् नि? होइन यो घरका मान्छे कहाँ हराए हो? छिटो तल आओ, बाहिर निस्क, छिटो आओ भनेको सुन्दैनौ?
कहाँ छौ ए छिटो आओ नरो बाबु नरो कहाँ दुखिया छ होइन तिमीहरूको ध्यान के लेखाएको छ के लेखाएको छ नाति बाल्टिनी सहित भरेङबाट गुल्टिएर मुखमा आँखामा घाउ लागेर बाबा मम्मी भनेर रोइरहेर छ म समयमा नआइपुगेको भए त तिमीहरू कसैले पनि केही सुनिरहेछौ होइन अभिभावक भएर बच्चालाई मार्गनिर्देशन दिनुपर्ने ठाउँमा उल्टो मोबाइलको दास भएर बसिरहेका छौ प्रविधि के हो यसलाई कसरी चलाउनु पर्छ सत्य के हो असत्य के हो बुझाउनु पर्ने ठाउँमा प्रविधिले उल्टो तिमीहरूलाई चलाइरहेको छ यही हो तिमीहरूको अभिभावकत्व तिमीहरू समयमै सचेत नहुने हो भने नि भोलिको दिनमा हामीले के भोग्नु पर्ने हो अहिलेको घटनाले देखाइसक्यो नाति डरो बाबु म तिमीहरू सामु हात जोड्छु तिमीहरू एउटा सही अभिभावक भएर सही जिम्मेवारी निभाउन सिक बिन्ती हामीबाट गल्ती भएकै हो बुवा हामीले गलत तरिकाले प्रविधिको प्रयोग गरिरहेका रहेछौँ साँच्चै नै हामीले अभिभावक हुनुको दायित्व भुलिरहेका रहेछौँ बुवा हामीले आफ्नो गल्ती स्वीकारेर यिनीहरूलाई सही मार्गनिर्देशन अवश्य दिनेछौँ बुवा नाति अबदेखि हामीबाट यस्तो गल्ती कहिले हुने छैन बुवा सरी सरी बाबु धेरै दुख्यो सरी बाबु सरी माफ गर्दै छोरा प्रविधिको प्रयोग गरौँ तर आफै प्रविधिमा नहराउँ बच्चाहरूको पहिलो गुरु नै अभिभावक हुन् त्यसैले उनीहरूको उज्जवल भविष्यको मार्गनिर्देशन गर्न आफ्नो जिम्मेवारी र अभिभावकत्व सही रूपमा वहन गरौँ